सबैले परमेश्वर भन्नुहुन्छ मेरो सन्तान तिमीहरूले यो कुरा जान पहिलो खुड्किलो पहिलो पाइला पहिलो यात्रा स्वर्गको यात्रामा छौँ हामी। स्वर्गको यात्रा गर्दै गर्दा पहिलो खुड्किलो यो हो मेरो सन्तानहरू यो कुरा जान तिमीहरू सुन्नमा छिटो। के सुन्नमा त? परमेश्वरको वचन सुन्नमा, परमेश्वरले गरेको गवाईहरू सुन्नमा, परमेश्वरबाट आएको भजन सुन्नमा, हैन? के को लागि छिटो भन्नुभएको छ पिताले? सुन्नमा छिटो हुनु, बोल्नमा ढिलो, सोचेर उहाँको आत्माबाट, उहाँको सत्यताबाट, उहाँको मनबाट, हैन? के गर्नु त? बोल्नमा ढिलो हुनु अनि रिसाउनुमा के हुनु त? धिमाउनु, रिसलाई मारिदिनु। वचन भनेको यो सबै संसारका चिजलाई मार्नेवाला, नष्ट पार्नेवाला, यो खराबी तत्त्वलाई मार्नेवाला। परमेश्वर यस्तो महिमाको स्रोत हुनुहुन्छ। जसरी हावा चल्छ त एकदमै त्यो घमण्डी रुख्छ भने त्यो भाँचिहाल्छ, नम्र रुख्छ भने त्यो भाँचिँदैन। त्यस्तै